यो पापीले यदि फाँसीको सजाय भएन भने हाम्रो देशको कानुनमाथि नै प्रश्न खडा हुन्छ। तर सरकारसँग अहिले सबै नेपालको वासीहरू एउटै कुराको माग गरिरहेछ, यो पापीले फाँसीको सजाय दिनु र यहीँबाट फाँसीको नियम कानुन लागू गर्नुहोस्। किनभने आउने दिनमा यस्तो घटना नदोहोरोस् र कसैको छोरीलाई यस्तो पीडा नभोगोस् भनेर अहिले नेपालको घर घरबाट नै आवाज आइरहेछ। यो व्यक्तिले यहीँबाट फाँसी दिएर हाम्रो देशको नियम कानुन बदलाव गर्नुहोस्। सबै नेपालीको एउटै प्रश्न छ, यो दोषीलाई फाँसीको सजाय दिनुहोस्। तर सरकार हाम्रो किन मौन भएर बसिरहेछ? हाम्रो देशको कानुन किन ल्याउन चाहँदैन फाँसीको सजाय? के हो यसको रहस्य? किन नल्याएको होला? हामी नेपाली जनताले अहिलेसम्म बुझ्नै पाएका छैन। हामी नेपाली जनता फाँसीको माग गर्छौँ, दोषी व्यक्तिले कडाभन्दा कडा सजाय दिनु। तर सरकार किन मौन भएर बस्छ? किन यस्तो नियम कानुन ल्याउँदैन? हामी नेपाली जनता अहिलेसम्म बुझ्नै सकेको छैन। नयाँ सरकार आएर पनि यस्तो दण्डित व्यक्तिलाई यदि ठुलो सजाय भएन भने हाम्रो भोट खेर जान सकिन्छ।